नम्बर तिमीले अगाडि तिमीलाई माया बिर्सनी छन् साराले पुराना प्रेमका कथा यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सनी छन् साराले पुराना प्रेमका के हो कपाल त्यस्तो भयो छोड यतापट्टि गर बिस्तारै 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 कति सिपालु मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई सारा कपाल छिटो मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो सुख मेरो खुसी सबै सबै तिमीलाई यति चोखो यति मिठो दिउँला तिमीलाई माया भइगयो ल ल बाटो छन् साराले पुराना प्रेमका कथा यति चोखो आँखाभित्र बस्नु तिमी छातीमा डोल्नु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु आँखाभित्र बस्नु तिमी छातीमा डोल्नु अब कस्तो कपाल बन्द रहेछ सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरो माया पनि आउनु आउनु यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सनी छन् साराले हात त कति ठुलो त पुराना प्रेमका कथा ठुलो मान्छेको ठुलो हात यति चोखो कति ठुलो साह्रै मिठो गाउनु भयो जजेस गङ्गा माता आज त तपाईँ अर्कै धारमा बग्नु भयो नि त उसले यो गीत यतिको न्याय गरेर गाउँछ होला भन्ने चाहिँ साँच्चीकै मलाई लागेको थिएन तर आई एम सो ह्याप्पी थ्याङ्क यू गङ्गाले चाहिँ आफूलाई यस्तो बनाएको हो यो गीतको लागि हजुरकै लागि लेखेको हुनुपर्छ कि यो गीत फेरि गाँटो बनाइदिए विशेष मेरै लागि लेख्या हो बिहा गरिसकेको 2 वर्ष बाद हजुर त्यति बेला ममा सीमित भएर लेख्थेँ वाउ तर है त्यो गीत चाहिँ पार्लरमा काम गर्थे संसारको नै भइसकेको छ पार्लरमा एज अ हस्बेन्ड चाहिँ एउटा ब्युटी पार्लर हुन्छ त त्यही धुलामा त्यही सबैमा कपाल बाती दिँदैन I was always the second. अनि पैसा कमाएपछि को नदिन्छ मलाई कि मम्मीलाई मलाई सुनाउँछ अनि मलाई यो पक्ष मन परेन के गर्ने के भन्ने पैसा कमाएपछि कसलाई दिने क्रिटिक पनि हुनुहुन्थ्यो उहाँको मलाई दिन्छ कि मम्मीलाई भन त जहिले पनि भन्नुपर्छ माई स्ट्रङ्गेस्ट क्रिटिक अलिक ठुलो सानले भन न श्रीमती हो वाउ मलाई बिर्सनी छन् सारा मम्मीलाई नदिने मम्मीलाई किन नदिने भन त राधा कृष्णको कथा प्रबर प्रबरै नै मलाई खुसी चाहिँ लाग्छ गोपाली ल जवाब ल्याऊ प्रेम कथा प्रेम कथा
आज जीवन ले। जीवनको हो पक्कै पनि काली तपाईँले जस्तो बुझ्नुभयो जस्तो टिप्नुभयो त्यस्तो गाउनुभयो तर त्यसमा पनि तपाईँले आफ्नो हिसाबको फिल गराउने महसुस गर्नुभयो यो हाम्रो देशको लभ सङहरूमध्येको एकदमै आइकनिक है प्रेमी प्रेमिकाले गाउने गीत हो आज आफै हुनुहुन्छ होइन अझ म चाहिँ कस्तो लाग्ने गोपाल भन्न हामीलाई चाहिँ कस्तो लाग्ने कि तिमीले मम्मीको कपाल पनि बाँडिदिन्छौ बाँडिन्छौ कि अहिले गङ्गाको सिङ्गिङको सन्दर्भ कति सिपालु सबभन्दा पहिला त मैले गोपालकै आवाजमा कसरी सिक्यो यो कपाल त्यो बाँड्नु जमानामा गोपालले मेरो बाँड्दै। लागि टेक्स्ट लेखिदियो मेरा सारा भयो? जीवन सबै तिमीलाई अब एउटा भयो उसका मेरा सारा कुरा गङ्गाले गाउँदाखेरि मैले त अलि नयाँ नयाँ नै एउटा यति चोखो यति मिठो भन्ने गीत पाएको जस्तो फिल गरेँ मैले के टाउकोमा त के हल्लाइरहेको के ठिक छ गीत गाउँ त कस्तो लाग्यो तिमीलाई आफूले गीत कस्तो गाउँ न लाग्यो? एउटा गाउन क्या तिमीलाई कसो भन्नु तिमी गाउँ क्या तिमी सानी मान्छे गाउँ कपाल पनि बाटो गीत फर्स्ट टाइम कसले मनपर्छ भन्नु तपाईँले भन्नुभएको हो गाउँ न कसले पहिला गाउँ आएर एउटा। भन्यो त्यो थाहा छैन एउटा रमाइलो चाहिँ नि गाउँ न सेयर एउटा गीत गरिहाल्छ। सानी मान्छे हजुर प्लिज यस्तो तिमी गाउँ न सुन्नु एउटा गीत के गीत आउँछ तिमीलाई भन त। हामी भेटघाटको सिलसिलामा एकपल्ट भक्तपुरमा गाउँथ्यौ त अहिले र न्याटा पोल तिमीलाई त सबै आउँछ भर्याङ कस्तो खतरा चढेर छौ माथि बसेर अनि मलाई प्रपोज गरेको अँ, प्रपोज गर्दाखेरि मलाई के भन्यो बाफ्रे। सङ्गीत गायो हात सँगसँगै मुख पनि चल्दो रहेछ त ओए वरिपरि देखाएर त्यहाँ त अब राजाको दरबारको स्क्वायर भयो नि त म तिमीलाई यस्तै रानीहरू जस्तो सुख दिएर राख्छु त्यति बेला मलाई थाहा थिएन 15 रुपियाँ मात्रै पाउँछ गीत गाउँ न एउटा तिमी गाउँ न 1968 फेब्रुअरीमा भेट भएको 1968 को यहाँ खाऊ। थ्याङ्क यू सो मच गङ्गा मैले Thank you. तिमी कता छौ मैले तिमी कता छौ अब तिमी गाऊ गाऊ न राम्रो त गाछु त अनि के हो त तिमी सिकाऊ त मलाई यस्तो मात्रै आउँछ कस्तो भन न म पनि गाउँला तिमी पनि गाऊ रबर ल अब दिनकै तिमी बाटिदेऊ न कपाल मलाई होइन के हेरेको त्यसरी गीत गाऊ न एउटा तिमी गाऊ न अब सानीले मेरो कपाल बाटेर भ्यायो होइन बाटिदेऊ खतरा बाट्यौ त ल आउँदो रहेछ कहीँ राख्न गएको छ प्रगति पानी लिएर आऊ जाऊ ला
बाई बाई बाई